त्यसमा पनि साना सवारी साधन 2 पाङ्ग्रे म्याक्सिमम दुर्घटनामा परिरहेको हामीले देखिरहेको है। त्यसमा पनि ज्यान कमाइरहेको त्यही भएर हामीले चाहिँ के कारणले भइरहेको छ त बढी दुर्घटना भने चाहिँ सवारी साधन स्पिड बढी हाल्नाले हामीले के गर्छौँ एक्सिलेटर हात हाल्छ होइन, उहाँ गाडीको चाहिँ एक्सिलेटर खुट्टामा अलिक बढी थिच्ने बढी निबोड्ने गरेर हुन्छ। ओभर स्पिडका कारणले के हुन्छ भन्या ठाउँमा ब्रेक लगाउन सकिन्न। हामीले मोडहरूमा ओभरटेक गरेर हुन्छौँ। मोडमा त कदापि ओभरटेक गर्नै नमिल्ने ठाउँ हो त्यो, त्यस्ता ठाउँहरूमा दुर्घटना भइरहन्छ। अहिले तपाईँहरू पृथ्वी राजमार्गमा जाँदै हुनुहुन्छ, त्यहाँको बाटो कस्तो छ, राम्रो त बनायो तर यस्तो छ नागबेली जस्तो। त्यो ठाउँमा स्पिड हाग्यो भने भन्या ठाउँमा ब्रेक हान्न सकिन्न, सिधै जाने भने भिरभन्दा तल हो। त्यही भएर आफ्नो सुरक्षाको लागि ट्राफिक पुलिसले लाइसेन्स बिल बुक मात्र चेक गरेर हुनेवाला केही छैन, तपाईँको हातमा छ तपाईँको सुरक्षा। त्यही भएर यो पछाडिको लागि भए पनि घरमा भएको फ्यामिलीको लागि भए पनि हिजो अस्तिका 100 का स्पिड 80 90 का स्पिडलाई घटाएर 20-30 त घटाउँ न साथीहरू आफ्नो फ्यामिलीको लागि। बरु लामो समय लिएर हिँड्नुहोस्, घरबाट हिँड्ने बेला जसरी घरबाट हिँड्नुहुन्छ भनेपछि 2 घन्टा एक्स्ट्रा लिएर हिँड्नुहोस् न। त्यसपछि यस्ता अवस्थामा चाहिँ दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने मेरो कुरा है। त्यस्तै यो रेखा कोर्या बिचमा यो सेतो खण्ड खण्ड गरे रेखा, यो ओभरटेक गर्न त मिल्ने, तर विपरीत दिशाबाट आउने सवारी साधनको दूरी यकिन गरेर मात्र ओभरटेक गर्न मिल्ने भन्छ यो सेतो रेखा। त्यस्तै लामो कोर्दिया हुन्छ, त्यो लामो रेखाको अर्थ कतिपय साथीहरूलाई थाहा पनि हुँदैन, त्यो कदापि ओभरटेक गर्न नमिल्ने भने हुन्छ त्यसमा। त्यस्तै यो जेब्रा क्रसिङ भनेको त पैदल यात्रु हामीले सानैदेखि पढेर पनि आयो, नितान्त पैदल यात्रुले बाटो काट्ने ठाउँ भन्छ। यसमा हामी लाइसेन्स भएको मान्छेले पनि दुर्घटना गर्यो भने राज्यको कानुनले लामो समयसम्म जेल हाल्न सक्छ। लाइसेन्स छ भन्दैमा तपाईँलाई छुट हुँदैन, त्यहाँ त सरासर लापरवाही देखिन्छ। त्यही भएर यस्ता ठाउँमा स्पिडलाई कन्ट्रोल गरौँ, रोक्ने बानी बसालौँ। हामीले के गर्छौँ बाटो काटिरहेको हुन्छ मान्छे पछाडिबाट सर्र क्रस गरेर जाने बानी हुन्छ, त्यसलाई अलिक कम गरौँ प्लिज। डिसिप्लिन भन्ने आफूले देखाउने हो, आफ्नो लागि हो, आफ्नो सुरक्षाको लागि हो। ट्राफिक नियम भने आफू दुर्घटनाबाट जोगिनलाई हो, त्यो बुझिदिनुहोस्। बिस्तारै यात्रा गर्नुहोस्, बिस्तारै हाँक्नुहोस्। धन्यवाद।